नमस्कार, म सन्तोष धानुङ। यहाँहरूले हार्दिक स्वागत छ न्युज 7 टेलिभिजनको यो विशेष कार्यक्रम। आज हामी यो कञ्चनपुरमा प्रख्यात रहेको यो पोखरी कटेजमा छौँ। पोखरी कटेजमा एउटा चाहिँ भिन्नै खाली हामीले दृश्य देख्यौँ। जुन दृश्य यहाँ चाहिँ सरकारी कर्मचारीहरू राति 8-9 लगभग 9 बजिसक्यो। 9 बजेसम्म पनि कर्मचारीहरू भित्र गएर आनन्द चाहिँ बसिरहेका छन्। ठुला गाडीहरू, सडक विभागका गाडीहरू, विभिन्न गाडीहरू आएका छन्। यहाँ चाहिँ भित्र गइरहेका छन्। कसैले जवाफ पनि दिनु मान्नु भएन। यसै गरी एक दुईवटा गाडीहरू फेरि पनि यहाँ रहेका छन्। यसै विषयमा हामी प्रतिक्रिया माग्ने कोसिस पनि गरिरहेका छौँ, तर उहाँ सबैले जवाफ दिन पनि मान्नु भएन। यो चाहिँ राज्यको दहन भइरहेको छ। राज्यले एक जनताले एक चाहिँ करतिर एक पैसाको चाहिँ करको चाहिँ जुन जसरी दहन भइरहेको छ, यो विषयमा हामी आज प्रत्यक्ष तपाईँहरूलाई देखाउँदैछौँ। किनभने यो चाहिँ रातिको पछमा जसरी चाहिँ यहाँका कर्मचारीहरू यहाँ के विभागका म 3, 4, 7 यस्ता गाडीहरू विभिन्न गाडीहरू आएका छन्। यहाँ चाहिँ राति 9-10 बजेसम्म पनि बसेका छन्। राज्यका दहन गरेका छन्, अत्याचार गरेका छन्। यो यतिसम्मको चाहिँ यो गैर जिम्मेवार कार्यहरू जस्तो गरिरहेका छन् उहाँहरूले गरेको यो कार्यप्रति हामी चाहिँ एउटा सबल नागरिक हो। हामी नागरिकले हामीले प्रसन्न गर्न पाउनुपर्छ। हामीले कुनै पनि व्यक्तिलाई यसरी चाहिँ राति चाहिँ 8-9 बजेसँग तपाईँहरू चाहिँ घुम्न जानुहोस् भनेर कसैलाई पनि चाहिँ यसरी चाहिँ पास दिएको अवस्था छैन भनेर उहाँले हामीलाई जानकारी गरिसक्नु भएको छ। तर पनि अझै पनि केही कर्मचारीहरू यहाँ नै छन्। सरकारी गाडीहरू यहाँ चाहिँ पार्किङ गरेर भित्र के गरिरहेको छ हामी व्यक्तिगत रूपमा जान चाहदैनौँ। तर उहाँहरू के गरिरहेका छन् यो विषयमा त हामी भन्न चाहदैनौँ। तर उहाँहरू चाहिँ जे जस्तो गरिराख्नु भएको छ त्यो फरक पाटो हो। तर जसरी चाहिँ यहाँ गाडी चाहिँ दहन भइरहेको छ, 8-9 बजिसकेको छ, यो विषयमा पनि उहाँहरूले चाहिँ यो चाहिँ सम्बन्धित निकायले ध्यान दिने कि नदिने। राति 9-10 बजिसक्यो। यो समस्या चाहिँ कसरी उत्पन्न भयो त? यो विषयमा हामी खोज्न चाहन्छौँ। हामी मात्र होइन, हामी नागरिकले चाहिँ एउटा सोध्नु पर्छ। यो चाहिँ उहाँले जवाफ दिने कि नदिने, सम्बन्धित निकायले चाहिँ गर्ने कि नगर्ने, यस्ता विषयहरू उहाँलाई व्यक्तिगत प्रयोजनको लागि त पक्कै पनि दिएको होइन। यो त तपाईँहरूले हामीहरूले सबैले जागरुक भएर चाहिँ यो सोच्नुपर्छ। यही विषयमा पनि फेरि हामी उहाँसँग 1-2वटा गाडी छन्, उहाँहरूसँग पनि हामी चाहिँ प्रतिक्रिया माग्नेछौँ। अघि के विशेषले तपाईँ यो भेट्न आएको थिएँ। एउटा बहिनी थियो, कसैको बहिनीलाई भेट्न आउनु भएको। यहाँ त थुप्रै हजुरको मात्रै होइन, अरू पनि सरकारी गाडीहरू थुप्रै भेटियो यहाँ होइन। के कस्तो अहिले पनि पास दिएको अवस्था हो कि यसरी के नागरिकको सेवा गरिराख्नु भएको? एकदम वडा दोस्रो कति नम्बर? 7 नम्बर। के राज्यले यसरी नै छुट दिइरहेछ र तपाईँहरूलाई? हेर्नु, उहाँ पनि सरकारी कर्मचारी व्यक्तिगतको लागि मोज मस्तीको लागि हेर्नु किन आउनुभयो सर? सरकारी गाडी होइन र? तपाईँको छोराछोरी तपाईँलाई मोज मस्ती गर्नलाई दिया हो र? सर एकछिन, यो सरकारी गाडी लिएर कहाँ आउनुभयो? तपाईँ घर परिवारको लागि दियो कि सरकारी टाइममा दियो? सरकारी टाइम हो र अहिले? होइन, यता महिना काम थियो। पोखरी कटेजमा कस्तो काम थियो सर? खानी खाजा राज्यको हो कि त राज्यको सम्पत्तिको दुरुपयोग गर्नु त मिलेन नि सर? मिल्छ र? बोल्नुहोस्। सर यो सरकारी गाडी जुन कर्मचारी लिएर आउँछन् नि, के भन्नुहुन्छ तपाईँ? के भन्न चाहनुहुन्छ? खै अब सर कुनै अफिसको कामकाजले कुनै आएर कहीँ गएको होला नि, के थियो हामीलाई थाहा हुँदैन। कामकाज होला र? अब खोइ खाजा खान अफिसबाट आउँदै गर्दा खाजा खाएको होला, अरू खाजा खाएर आएको होला नि सर। खाजा खानको लागि आयो होला नि सर। त्यो बारेमा हामीलाई थाहा हुँदैन। अब त्यो जानकारी हामी जानकारी। हेलो सर, नमस्कार। हजुर सिडिओ साहब हो कञ्चनपुर? यहाँ हामीले चाहिँ यो पोखरी कटेजमा दर्जनौँ गाडीहरू चाहिँ यहाँ चाहिँ आएको अहिले लगभग 8:30 बजिसक्यो। यो बेलासम्म यहाँ चाहिँ सरकारी गाडीहरू के अनुमति दिएर पठाएको हो कि के कस्तो हो सर? हजुर, यहाँ हामीले दर्जनौँ गाडी लगभग हामीसँग 8-9वटा गाडी हामीले पक्रिसक्यौँ। यहाँ त के हो सर? म न्युज 7 टेलिभिजनबाट बोलेको सर। अनुमति त दिनु भएको छैन नि सर? अनुमति त दिया छैन नि अहिलेसम्म के यस्तो गाडी? एउटा कुरा भन्नु सर, ठिकै छ होइन, पत्रकार मित्र हुँदो रहेछ होइन। हजुर हजुर, जानकारी गराउनु राम्रो कुरा हो, तर 30% अनुमति दिनुभएको छैन नि होइन। हजुर, कहीँ कसैले त्यसरी दिने पोखरी हो दिन्छन् होला अनुमति? त्यही त हो। यहाँ त यो त 8-8:30 बजिसक्यो। ठुला गाडी 8-9वटा मोटरसाइकलहरू यहाँ चाहिँ अझै। हजुर ओके ओके, धन्यवाद तपाईँलाई। सुन्नु, धन्यवाद तपाईँलाई। मैले भनिसकेँ होइन, तपाईँले सूचना दिनु राम्रो कुरा हो होइन। हजुर
त्यसमा हामीले यस्तो नि त तपाईँ एकचोटि मात्रै होइन नि त पटक पटक सूचना दिने हो नि त अर्कोचोटि होइन एकसँगै गरेको थाहा पाउनु भएन फिल गर्नु भएन भने अर्को कुरा हुन्छ न त्यस्तो कसैलाई यस्तो अनुमति पनि दिएको कुरा कुनै चाहिँ अस्पताल जान कुनै के भने विभिन्न भावनामा आएर विभिन्न चाहिँ सार्वजनिक छुट्टीको दिन हुन्छ अब अहिले आज सार्वजनिक छुट्टी पनि होइन होइन माथि के हुन्छ भने होटलमा पार्कमा अथवा जानलाई अनुमति हुँदैन यात्रा गर्न पनि हुने हो है ल ठिक छ तपाईँ सूचना दिनुभयो म उ गर्छु है त ल के कुनको भन्नुभयो पत्रकारभित्र हस् हुन्छ सर हामी न्युज 7 टेलिभिजनबाट हस् हुन्छ हस् धन्यवाद खान्छन् गर्छन् हजुर मोज मस्ती गर्नको लागि त्यसैले त गए भित्र अब एउटा ऊ त्यहाँनिर छ एउटा यहाँनिर पनि छ एउटा भागी आउला हजुर कर्मचारीले जवाब दिन मान्नु भएन मान्दैन भागिहाले जवाब नदिइकन अझ दुईटा गाडी एउटा ठुलो गाडी छ एउटा सानो गाडी छ अझै हजुर